Pada bata pitu lisa bagabani. Tisha masamta tata tibani. सो साथीहरु फाइनली मसँग पेपर आइसक्यो इन्स्योरेन्सको एन्ड बिल बुक पुल फाइनली बन्दैछ है ल काम धेरै नै भइसकेको छ अलमोस्ट आइपुग्यो है म चाहिँ चेक पोस्ट यो चाहिँ गाईघाटको तेरी नजरों ने दिल का किया जो हशर सो हे गाइज व्हाट्स अप वेलकम ब्याक टु माय युट्युब च्यानल सो आज फेरि आइसकेको छु न्यू डे न्यू ब्लगको साथमा एन्ड आज म जाँदैछु गाईघाट किन भन्दाखेरि चाहिँ आज बाइकको मेरो रिन्यू गर्नुपर्ने छ सो म आज चाहिँ गाईघाट जानुपर्ने भयो है बिहानै होइन उठ्यो सट्ट है फ्रेस भयो नुहाइ गऱ्यो मजाले अब खानासाना खाने हो देन म चाहिँ एकछिन अफिस जाने हो अफिसमा गएर होइन एकछिन मोबाइल चार्ज गर्नुपर्छ सो आज चाहिँ होइन बत्ती नभएको कारणले चाहिँ भोल्टेज छैन अनि मोबाइल चार्ज गर्न भएको छैन सो म चाहिँ अब अफिसमा गएर एकछिन आधी घन्टा चाहिँ चार्ज गरेर अनि त्यसपछि म त्यहाँबाट निस्किनेछु गाईघाटतर्फ सो गाइस होप सो सबैजना सन्चै हुनुहुन्छ होला अनि म सन्चै छु हजुर ओके 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 ल ओ पनि मसँग जाने अरे मेरो छोरी ल हाई गरिदियो त हेलो एभ्रिवान भनिदेऊ ओके ल Pada bata pitu lisa bagabani. Tisha masamta tata tibani. Nama tidak dia. So guys, I am getting to ready for going to गाईघाट है यो चाहिँ मेरो फेभरेट परफ्युम है डेनभरको है एन्ड न्यू लुकको चाहिँ यो म अलिकति लाइट वेट इफेक्ट पनि कपालमा हल्का लाउने हो है सो गाइस त्यही हो है आज मेरो अलमोस्ट होइन 1 महिना चाहिँ क्रस भइसक्यो कि बिल बुक एक्सपायर भएर सो होइन आज जाँदैछु कर तिर्नको लागि कति फाइन पर्ने हो हेरौँ अनि इन्सुरेन्स पनि क्लेम गर्नुपर्छ थर्ड पार्टी इन्सुरेन्स पनि गर्नुपर्ने भयो सो गाइस त्यही हो है म चाहिँ अलमोस्ट रेडी भइसकेँ एन्ड आजको चाहिँ राइड हुँदैछ गाईघाटको सो तपाईँहरू भिडियोमा अन्तिमसम्म जोडिराख्नु होला एन्ड भिडियो मन परे लाइक कमेन्ट सेयर गरेर सपोर्ट गर्नु होला एन्ड नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला है त म चाहिँ अलमोस्ट रेडी भइसकेँ अब म चाहिँ थोरैहरू खानासाना खाएर म निस्किहाल्नुपर्छ किनभने आज शुक्रबार हो नि त अनि यातायात छिट्टै बन्द हुन्छ होइन सो त्यही हो ल यो बिल बुक चाहिँ मेरो चाहिँ खासमा के भयो भन्दाखेरि चाहिँ यो चाहिँ कताको 80 8 21 भनेपछि यता अझै हुनुपर्ने हो अर्को यहाँ हेर्नु है ए के छ भने 81 8 21 सम्मको छ क्या तर यो चाहिँ के भयो पानीमा भिजेर सबै मेटिएछ क्या अलि चाहिँ छ है 80 देखि 81 8 21 सम्मको छ हैन सबै यो पानीमा भिजेर यसरी मेटिएको छ क्या सो म चाहिँ होइन अलमोस्ट फाइनमा परिसकेको छु जस्तो लाग्यो सो हेरौँ आज है के कति फाइन हान्छ अब हेरौँ A few moments later. सो गाइस ल फाइनली म चाहिँ लाग्यो आजको राइड गाईघाट हो होइन अब घाम पनि यस्तै खत्रै लागेछ है म पुरा आगो बलिरहेछ क्या यो रोडमा त आज चाहिँ घामले मरिने भयो यार क्विन ज्याकेट पनि लागेन केही है सो हाफ टी सर्टमै हिँडेको म चाहिँ अलिकति होइन टाइम अलिकति कम छ नि त आज सो आज शुक्रबार भएको कारणले गर्दाखेरि यातायात पनि चाँडै नै बन्द हुन्छ नि त सो त्यही भएर म चाहिँ होइन फटाफट ढिला नगरिकन लागिहालेँ मैले चाहिँ होइन एउटा इन्सुरेन्स पेपर चाहिँ बनाउनलाई लगाइसकेको छु भाइलाई अब इन्सुरेन्स बिना त रिन्यू हुँदैन बिल बुक
त्यही भएर थर्ड पार्टी भए पनि बनाएर दिनुपर्ने भयो होइन, कम्पलसरी। त्यही भएर मैले चाहिँ होइन बिलबुकको फोटोसोटो हालेर बनाउन लागेको छु। सो भाइलाई चाहिँ है। एन्ड म चाहिँ गाईघाट अब 17 किलोमिटर छ है यहाँदेखि, ज्यामिरेदेखि। सो म चाहिँ ज्यामिरे चाहिँ आइसकेँ। साथीहरू देख्न सक्नुहुनेछ आजको दिन एकदमै होइन गर्मी प्लस घाम पनि होइन उस्तै छ। सो आज चाहिँ गाईघाटको केही दृश्यहरू पनि म यसो देखाउने नै छु, सम्भव त अब समय मिल्यो भने। र सो बाइक पनि मेरो चाहिँ होइन थ्रोटलमा अलिकति प्रब्लम छ क्या यो बाइकको, आइरहेछ अहिले चाहिँ होइन। स्लो मोसन गरेर यसरी ट्याक्क लियो भने यस्तो झड्का हान्छ क्या ए होइन। पुरा डाउन गरेर पिकअप चाहिँ हल्का यसो लिनुपर्छ, यसो झड्का यसो झट्झट गर्छ क्या। सो मैले हिजो होइन ग्यारेजमा देखाएको थिएँ, यसमा थ्रोटलको चाहिँ अलिकति प्रब्लम छ, मिलाउनुपर्छ भन्यो। अनि टाइम नभएकोले गर्दा चाहिँ हिजो मैले खोलाएन। सो आज चाहिँ म होइन सर्भिसिङ गर्दै यो पनि मिलाउनु पऱ्यो। अनि मेरो अलिकति क्यानचनको पनि आवाज आइरहेको थियो क्या हिजो। सो अलिकति चाहिँ टाइट गरिदियो तल होइन, अहिले चाहिँ आवाज चाहिँ कन्ट्रोल भएको छ। त्यो छ्याक 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 आवाज आइरहेको थियो, अहिले चाहिँ आएको छैन। अब बाइक अपग्रेडमा जाउँ भन्ने चाहिँ होइन सोच चाहिँ आउँछ कि, तर अब त्यही हो अलिकति गाह्रो छ नि त, फाइनेन्सियल प्रब्लम होइन। सो हुन त यो बाइक पनि खासै कुदे होइन, भर्खर 49,000 किलोमिटर कुदेको छ। 5 वर्ष क्रस भइसक्यो बाइक चाहिँ किनेको मैले। सो अस्ति थाकल खाएको चाहिँ एरिया यही हो है, म अस्ति नै थाकल खाएको एरिया यही हो। सो यो बाटोतिर गयो भने चाहिँ मेरो गाउँतिर गइन्छ है, उता मेरो घरतिर। म चाहिँ यताबाट सिधै गाईघाटतिर लागेँ। अनि साथीहरू है अब हिजो पनि केटाहरूले चाहिँ स्विमिङमा जाउँ भन्दै थियो कि, नाइट स्विमिङ गर्न जाउँ गाईघाट भन्दै थियो राति होइन। अब राति कता जानु थियो, राति जानु आउनु है 25 किलोमिटर जा, फेरि 25 किलोमिटर आइज, 1 घन्टा स्विमिङ गर्नको लागि होइन। त्यति टाढा जानु आउनु खासै उचित लागेन क्या मलाई। सो म चाहिँ क्यान्सल गरिदिएँ। अनि मैले क्यान्सल गरेको केटाहरू पनि क्यान्सल भयो क्या, उनीहरू पनि गएन छ होइन। तपाईँ जानुभयो हामी पनि जान्छौँ अङ्कल भन्दै थियो भतिजाहरू, तर म चाहिँ होइन गइनँ, किनभने वर्थ अफ टाइम लाग्यो क्या मलाई चाहिँ। त्यो चाहिँ त्यति टाढा होइन जब स्विमिङ गर्नको लागि। अब केही दिनपछि त अब त खोलामा बाढी आउँछ, यो खोलामा आएर हात हाल्दा भयो भने त्यो स्विमिङको पानी भन्दा झन् नेचुरल खोलाको जङ्गलको पानी यस्तो बवाल दामी हुन्छ यो पानी। अहिले चाहिँ पुल फाइनली बन्दैछ है। ल काम धेरै नै भइसकेको छ अलमोस्ट। पिलर चाहिँ कतिवटा छ भने 1 2 3 4 5वटा पिलर, 5वटा पिलरमा चाहिँ बन्दैछ। सो यति चाहिँ होइन। पहिला चाहिँ म यता वडामा काम गर्दाखेरि पारी हडियामा कति धेरै पानीमा यहाँ बाढीमा तरेर जानु पर्थ्यो क्या। 12 महिनामा 8 महिना त म हिँडेर जान्थेँ क्या यहाँ, बाटो नभएको कारणले। कि त अब बाइकमा गयो भने तपाईँको गाईघाटबाट मतिगढाबाट घुमेर आउनुपर्ने क्या यसरी, अनि यति टाढा। सो म हिँडेर जान्थेँ है। अनि यस्तै अब 4 महिना चाहिँ होम पाइप सम्पर्क राखेर भए पनि टेम्पोररी बाटो खोल्थ्यो तिरुगामा। सो त्यतिखेर चाहिँ बाइकमा गइन्थ्यो, नभए त हिँड्दै पैदल 8 महिनासम्म दुःख गरियो त्यतिखेर पनि। अहिले चाहिँ अब म बेलटारतिर छु अनि आनन्द भएको छ होइन। सो त्यही हो, यो बाटो पनि भाइरल बाटो जस्तै भएको छ है। दृश्यहरू बबाल भ्यूहरू देखिरहेछ होइन यहाँनिर होइन। यस्तो सही चट्टा माटो काटेर बिचैबिच बाटो खोल्या छ। यो चाहिँ हाम्रो झोडाको हो है। बाफरे के हो यो बाइकहरू त, एनएसहरू त टाढै हो क्या हो काठमाडौँको राइड जस्तो लाग्यो त ट्र्याकिङ हेर्दा त। लगाए सो होइन यो एरियामा चाहिँ होइन होटलै होटल भइसक्यो है। यहाँ चाहिँ पहिला यहाँ बन्जर थियो जङ्गल,
केही थिएन अहिले चाहिँ पुरा होइन होटलै होटल लाइन होटल ए बबाल कति हो कति ल होटलको त बर्सात छ यहाँनिर अहिले त्यो बाटो पनि बबाल छ है कुदाउनको लागि त यस्तो बबाल छ नि टर्निङ हालिदिन्छ नि फेरि ल है गाइज आइपुगेँ है म चाहिँ चेकपोस्ट यो चाहिँ गाईघाटको यता बरुवा साइडको चेकपोस्ट हो यो होइन एन्ड म चाहिँ गाईघाट एन्ट्री गरिसकेँ सो गाईघाट पनि अहिले चाहिँ होइन बवाल भइसकेको रहेछ नि त सिटी त उदयपुरको अहिलेको दाम होइन बवाल सिटी भनेर होइन चिन्ता पनि भयो यो चाहिँ गाईघाटमा ठिकै हुन्छ अब यो सिटी पनि यतै आउँदैछ सिधै सो म चाहिँ डाइरेक्ट भाइको अफिस जान्छु इन्सुरेन्समा त्यहाँबाट इन्सुरेन्सको पेपर लिएर अनि त्यहाँ जान्छु ल यस्तो दामी होइन यो ड्रमहरू राख्दैछ ट्राफिकको सो यसले गर्दा पनि अलिकति राम्रो देखिरहेछ सर्ट हामी चाहिँ अब यता जान्छौँ अफिसतिर भाइको भाइ कता छ फाइनली आइपुगेँ है गाडी ल फाइनली ल गाइस फाइनली म चाहिँ आइपुगेँ है इन्सुरेन्सको अफिसमा अनि हाम्रो यता सर हुनुहुन्छ चट्टसँगले होइन हावा खाँदै परेडामा बसेर बाहिरको भ्यूको मजा लिँदै बसिरहेको रहेछ सो म चाहिँ अब यहाँबाट पेपर लिने हो अनि चट्ट चलिदिने हो यातायात मेरो पेपर रेडी भयो ल यही छ है इन्सुरेन्सको अफिस चाहिँ कसैले गाडीको घोडाको घोडाको नभनौँ ए घोडा पनि हुन्छ गाडी घोडा बाइक साइकल ट्रक के छ भेहिकलहरू इन्सुरेन्स ए साइकल हुँदैन इन्सुरेन्स पेपर बनाउनु छ भने आउनु होला सम्झेर हिमालयन एभरेस्टमा चट्ट यहाँनिर गाडीमा चाहिँ ब्रान्च छ एकदम बवाल रेट लगाएर बनाइन्छ होइन सो साथीहरू फाइनली मसँग पेपर आइसक्यो इन्सुरेन्सको एन्ड बिल बुक रेडी टु गो यातायात अब जाँदैछौँ हाम्रो सरलाई लिएर चट्ट होइन सर गएपछि त्यहाँ फेरि एकैछिनमा काम हुन्छ अरे क्या फ्याटफुट त्यस्तो खतरा हो नि त अनि टक्कसँगले जाने हो अब एन्ड पेपर रेडी गरेर फाइनली अब चाहिँ आज कर तिरिँदैछ फाइन परिने हो के परिने हो हेलो सुदीप सर के छ ठिक छ ल हाम्रो हाकिम साहब पनि आइपुग्नु भयो हिमालयनको एन्ड हेरौँ आज के कतिको फाइन परिन्छ म रसिदसहित एट्याच गर्नेछु है भिडियोमा फाइनली गाइस यातायात आइपुग्यो है गाईघाटको यही हो हाम्रो उदयपुरको यातायात चाहिँ एन्ड हाम्रो बाइक चाहिँ यहाँनिर चट्ट शीतलमा राखेको है त्यहाँ पनि घाममा एकदम राखेको थियौँ सो त्यही हो यही छ है अहिलेको राम्रो बनाएको छ यातायात पनि बवाल बनाएको छ सो ल साथीहरू फाइनली मैले कर तिरिसकेँ यो चाहिँ होइन 5,900 रुपियाँ पर्यो है खास चाहिँ मेरो एफजेडको चाहिँ कति हो भन्दाखेरि चाहिँ 5,200 रहेछ कि 5,200 हो तर 5,900 तिर्नु पर्यो किनभने म 1.5 महिना 90 दिन मेरो कटेर पनि 1.5 महिना यता आइसक्यो नि त त्यही भएर 700 रुपियाँ फाइनमा परेछु केही छैन फाइन परेको तिर्नुपर्छ है नेपालको कानुनलाई अब फलो त गर्नै पर्यो सो साथीहरू है अब चाहिँ म यहाँबाट फेरि कहाँ जानु अब चिज तपाईँ के खाउँ जाउँ है ल सो अब हामी फेरि उतै जाने चिसो खाने अलिकति होइन यसो एकछिन बस्ने त्यसपछि म पनि निस्किनुपर्ने हुन्छ अफिसमा काम छ त्यसको आगे हामी यहाँबाट नास्ता खाने चट्ट रुममा गएर अनि त्यसपछि गएर के गर्ने भन्दाखेरि एकछिन आरामले सुत्ने हो 1 महिना सुतेर जाने अब यहाँनिर यस्तो घाम छ नि गुड घाम 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 ल घाम गाईघाटको यो छ है गाईघाटमा अलिक गर्मी
धेरै सोच लाग्यो मलाई हाम्रो उता गाउँभन्दा यहाँ धेरै गर्मी रहेछ गाईहाटमा गाईहाटको यही छ है हालत आम्बो घाम आएर त मान्छेहरू सो गाइस फाइनली मेरो काम पनि कम्प्लिट भइसक्यो आजको गाईहाटको यातायातको काम सबै सकिहालेँ होइन खर्च सबै तिरेर एन्ड 1 वर्षको लागि ढुक्क भयो अब चाहिँ सो अब म चाहिँ यहाँबाट निस्किनु लागेँ आफ्नै अफिसतिर है सो अब घाम पनि धेरै लागेछ सो त्यही हो गाइस है भिडियो हेर्दै गर्नु होला यस्तै यस्तै भिडियोहरू मेरो आउनेछ एन्ड न्यू भिडियो हेर्नको लागि चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला बेल आइकनमा थिच्न नबिर्सिनु होला गाइस सो आजको भिडियोमा यतिमै एन्ड गर्न चाहेँ सो बाई बाई